चोत्तो सामोय हेलो एभ्रिवान वेलकम टु माई ब्लग आज चाहिँ स्याटरडे अनि आज चाहिँ मेरो क्लास छैन सो म चाहिँ बिहानै खरजको साधनाको लागि जाँदैछु गुरुकुल अनि मसँग चाहिँ 16 पनि सँगै जाँदैछ है अनि मलाई चाहिँ स्याटरडे कहिले आउँछ जस्तो लाग्छ कि बिहान रियाज गर्न पाइन्छ अरू बेला त आफै गर्ने हो अनि क्लास गइहाल्नुपर्छ अनि हामी चाहिँ खरजको साधना गऱ्यौँ अनि नर्मली बच्चाहरूको क्लास चाहिँ 10:30बाट सुरु हुन्छ अनि बाबु चाहिँ बिहानै आइपुगेछ बिहानको टाइम चाहिँ हामी सधैँ जस्तै अब मर्निङ वक जान्छौँ अनि यो चाहिँ मगर गाउँ है मगर गाउँ पहिलाभन्दा धेरै डेभलप भएको छ धेरै राम्रो भएको छ अहिले चोत्तो सामोय आज चाहिँ काठमाडौँमा चिसो छ अनि थोरै थोरै चिसो छ भनेको चाहिँ चोत्तो सामोय अरे नयाँको साङले भन्नुभएको चोत्तो सामोय अनि गुरुकुलमा चाहिँ अहिले फ्रान्सबाट आउनुभएको धेरैजना हुनुहुन्छ अनि म चाहिँ यहाँ आज ब्याग बोकिरहेको छु अनि ब्याग चाहिँ यहाँ छ झोला चाहिँ सब्जीको झोला अनि नानाको साङ चाहिँ परबाट सब्जी लिएर आउँदै हुनुहुन्छ अनि दिदीको नि अब जापान जान धेरै छैन नेक्स्ट विकतिर त दिदी पनि जानुहुन्छ एन्ड अनि मैले फेसन डिजाइनको कोर्स गर्दै गर्दाखेरि चाहिँ फर्स्टमा अरूको लागि लुगा बनाएको भनेको चाहिँ नानाको साङको लागि दिदीकै लागि हो अनि त्यसको चाहिँ ह्यान्ड स्टिचहरू बाँकी छ अनि फ्राइडे हाम्रो प्रोग्राम छ फ्राइडे चाहिँ दिदीले लगाउँछु भन्नुभएको छ एन्ड आई विल सो यु गाइज अनि मगर गाउँमा चाहिँ मन्दिर पनि यहीँनिर छ अनि हामी दर्शन गर्छौँ मर्निङ वक गएर आएर जहिले पनि अनि अब चाहिँ हामी ईश्वरी दिदीकोमा खाजा खानुको लागि आयौँ खाजा खाइसकेपछि चाहिँ दिदीले सब्जीहरू किन्दै हुनुहुन्छ अनि यहाँ चाहिँ नेपाली नै बोलिरहनु भएको छ कि होइन आमाहरू सबैजना अनि दिदीले बुझी पनि रहनु भएको छ कि धेरै नेपाली बुझ्न थालिसक्नुभयो उहाँले चाहिँ बाख्रा मरेको देख्नु भएको थिएन अरे क्या जिउँदो मात्रै देख्नु भएको थियो अरे अनि आज बिहानै चाहिँ खसी काट्नलाई रेडी बनाइरहेको रहेछ अरे क्या होइन मारेर अनि उहाँलाई चाहिँ अचम्म लाग्यो उहाँ चाहिँ मिरै हुनुहुन्छ फ्रान्सबाट अनि स्याटरडे मर्निङको 8 बजीको क्लास चाहिँ बोइजहरूको लागि हो तर कहिलेकाहीँ चाहिँ हामी पनि गरेर हुन्छौँ लेडिजहरू पनि बोइजहरू धेरै नआउँदै गर्दा अनि आज पनि हामी सबैजनाले नै ग्रुप क्लासै गऱ्यौँ अनि मेरो म्याक्सिमम टाइम चाहिँ नयाँ नयाँ कुराहरू सिक्नेमै गइरहेछ अनि एकदम राम्रो लागिरहेछ अनि मेरै दिदीसँग चाहिँ त्यति भेट हुँदैन किनकि उहाँ मर्निङ डे इभिनिङको क्लास आउनुहुन्छ अनि म चाहिँ बिहान गएर क्लासहरू गरेर फर्किँदाखेरि लेट भएर हुन्छ त्यही भएर भेट भएको थिएन आज अब चाहिँ बच्चाहरूको क्लास स्टार्ट हुने बेला भयो अनि आजको क्लासमा चाहिँ अचम्मको कुरा के थियो भने यहाँ जतिजना पनि देख्दै हुनुहुन्छ नि उनीहरू चाहिँ सबैजना आफ्नो भाइ अनि बहिनी बोकेर आइरहेको थियो होइन अनि उनीहरूको रेस्पोन्सिबिलिटी छँदैछ अनि त्यो सँगसँगै उनीहरू रियाज पनि गरिरहेको थिए अनि अझ त्यो सानो बच्चाहरू चाहिँ यो साउन्डलाई एकदमै इन्जोय गरिरहेको थियो साउन्डलाई फिल गरिरहेको थियो अनि सिक्न खोजिरहेको थियो उनीहरूको राम्रोसँग बोली पनि आइरहेको छैन बोली नफुटे पनि उनीहरूले त्यो यो हाम्रो ध्रुपदको साउन्डलाई चाहिँ फिल गरिरहेको थियो कि होइन कस्तो धेरै राम्रो भइरहेको थियो अनि नानाको दिदी र म चाहिँ बच्चाहरूको लागि ब्रेकफास्टहरू रेडी गर्दैछौँ आज चाहिँ पपकर्न अनि पपाया अलरेडी अनि ब्रेडहरू छ बच्चाहरूको लागि अनि चिया त सधैँ हुन्छ विदाउट सुगर अनि यो चाहिँ नानाको साङले आज रेडी गर्नुभयो अनि मैले पपकर्न रेडी गरेँ होइन अनि हिजोदेखि गुरुजीले बच्चाहरूलाई आज चाहिँ मुला पनि दिनुपर्छ है भनेर भनिरहनु भएको थियो नि हामी मुला पनि काट्दैछौँ अनि नानाको दिदीलाई चाहिँ किचनको काममा एकदमै इन्ट्रेस्ट छ उहाँ आफै पनि जापानमा फार्मिङ गर्नुहुन्छ
बच्चाहरूको क्लास सकिसके पछाडि चाहिँ हामी ब्रेकफास्ट दिँदैछौँ अनि त्यस पछाडि गुरुकुल राम्रोसँग सफा गरेर सबै काम सकेर चाहिँ अब हामी खाना खान जाँदैछौँ ईश्वरी दिदीकोमा। आज त्यही खाना पाकेको छ अनि उहाँहरू चाहिँ आफ्नै ल्याङ्ग्वेजमा बोल्दै हाँसिरहनु भएको छ। truc comme ça dans l'avion, mais tu plastique. Là, c'est अनि यो चाहिँ ईश्वरी दिदीले बनाउनु भएको है यति मिठो खाना थियो आज। अनि आज चाहिँ झापाबाट मेनुका आइरहेछ मेरो बहिनी। अनि त्यस पछाडि दिपा आएको जस्तै फिल भइरहेछ कि होइन, मेरो साथीको बहिनी हो एन्ड सी इज अल्सो लाइक माई फ्रेन्ड। अनि लन्च गरेर चाहिँ हामी अब एकछिन रेस्ट गर्नको लागि रुम आउँदैछौँ। बट यहाँ चाहिँ यति धेरै काम छ आज मेरो है। अनि आएँ सुरुमै मैले बेडहरू मिलाएँ, मजाले रुम मिलाएँ, मजाले काम गरेँ अनि मेनकासँगै गफ गर्दै गर्दै। अनि स्याटरडे एक दिन होलिडे हुन्छ अनि हप्ताभरि रहेको धेरैवटा काम हुन्छ, लुगा धुनदेखि लिएर अनि धेरै कामहरू छ। अब त्यो गर्नुपर्ने भन्दै गफ गरिरहेको छु म चाहिँ। नानीले चाहिँ क्या मलाई आजको भ्लगमा त म पनि आउँछु होला है दिदी भन्दै थियो। अनि आजको भ्लगमा त आइहाल्छ नि, किनकि आज स्याटरडे त मैले भ्लग बनाउँछु नै नानी बिजी भए पनि भनिरहेको थियो। अनि जति बिजी भयो भने दिदीले भिडियो बनाउन चाहिँ भ्याउनुहुन्छ है भनिरहेको थियो ऊ पनि। अनि मैले ल्याएको जति पनि फेब्रिकहरू छ मैले उसलाई देखाइरहेको चाहिँ। अनि भोलिबाट चाहिँ मेरो कोर्सेटको क्लास स्टार्ट हुँदैछ अनि आइ एम सो एक्साइटेड। फ्राइडे चाहिँ म इन्द्रचोक गएँ अनि त्यहाँबाट राम्रो राम्रो फेब्रिकहरू, लेहेङ्गाहरू अनि कोर्सेटहरूको लागि ब्रोकेटहरू सबै लिएर आएको छु है। अनि मैले फिट फेसन जोइन गरेको भनेको पनि कोर्सेटकै लागि स्पेसली। अनि त्यहाँको जुन फिनिसिङ छ त्यो चाहिँ अल ओभर नेपाल मैले आजसम्म कहीँ पनि देखाएको छैन एन्ड म त्यही कुरा सिक्न चाहन्छु। अनि म चाहिँ यहाँ फेब्रिकहरू पनि मिलाइरहेको छु होइन। कति धेरै फेब्रिकहरू भइसकेको छ बट यतिले पनि पुगिरहेको छैन किनकि सिक्ने कुराहरू अझै कति धेरै बाँकी नै छन्। अनि मेरो साथीहरूले चाहिँ धेरैजनाले डिजाइनहरू पठाइरहेछन् है। बट मैले चाहिँ त्यो कुराहरू बनाउन अहिले भ्याइरहेको हुँदिनँ बिकज मैले चाहिँ कोर्सको अनुसारै गर्नुपर्ने हुन्छ किनकि मसँग टाइम लिमिटेड छ नि त होइन। अनि यो टाइममा चाहिँ सबै कुराहरू सिक्नुपर्ने छ एन्ड सिकिसके पछाडि चाहिँ यु गाइज क्यान कस्टमाइज है के लाउन मन लाग्छ अनि कुन कुन डिजाइनहरू छ प्लिज राखेर बस्न सक्नुहुन्छ। अनि स्याटरडे झन् म अरू दिनभन्दा अझै बिजी रहन्छु बट बिजी इन अ प्रोडक्टिभ वे है। त्यत्तिकै बिजी भएर मात्रै बस्ने भन्ने चाहिँ हुँदैन बट यस्तो राम्रो टाइम बितिरहेको हुन्छ। अनि बहिनीले चाहिँ मलाई रिल्सहरू देखाउँदै हाँसी पनि रहेको छु अनि काम गरिरहेको छु होइन। रुम मजाले सफा गरेँ, त्यस पछाडि लुगाहरू धुन थियो, लुगा धोएर सुकाएँ। अनि बिचमा चाहिँ म बहिनीलाई टाइम पनि सोधिरहेको छु कति बज्यो भन्दै गरेँ भनेर, किनकि 4 बजीदेखि चाहिँ हाम्रो गर्ल्सहरूको ग्रुप क्लास हुन्छ सधैँ जुन चाहिँ म छुटाउन चाहदिनँ किनकि त्यहाँ चाहिँ हामी डिफ्रेन्ट एज ग्रुप अनि डिफ्रेन्ट सोसाइटीबाट इभन डिफ्रेन्ट कन्ट्रीबाट सबैजना आएको जति पनि छौँ अनि एउटा ग्रुपमा क्लास गर्दै गर्दाखेरि चाहिँ छुट्टै फिल भइरहेको हुन्छ कि धेरै कुराहरू इभन ध्रुपद मात्रै नभएर धेरै कुराहरू सिक्ने मौका मिलिरहेछ अनि आफूलाई ग्रो गर्ने मौका मिलिरहेछ होइन। अनि सबैहरू कामहरू सकेर चाहिँ अब हामी क्लासको लागि गुरुकुल जाँदैछौँ। मेनुका चाहिँ एकछिन बसेर सुनेर अनि जान्छु है दिदी भनिरहेको थियो। हुन्छ भनेर उसलाई पनि मैले भनिरहेको छु। अनि डान्स गरौँ भनेर डान्स गरिरहेछौँ हामी चाहिँ। मलाई एक्चुअली डान्स गर्न चाहिँ आउँदैन बट आई वान्ट टु लर्न होइन अब बिस्तारै। म पनि क्लास गर्ने भन। म पनि क्लास गर्ने आज। हामी दुईजनै क्लास गर्ने आज। दिपा दिदीको सट्टामा म पनि क्लास गरिदिन्छु। दिपाको सट्टामा लडिदियो पनि भोट चाहिँ घन्टीमा ल घन्टीमा पर्छ। अनि आज चाहिँ हामीले राग भोपाली गर्ने ग्रुप क्लासमा होइन। अनि क्लास सकेर चाहिँ नानीहरू जानुको लागि रेडी हुँदैछन् अनि उनीहरू चाहिँ स्याटरडे क्लासबाटै अहिले ग्रो भएर अहिले छुट्टै क्लासहरू पनि गर्न थालिसकेका छन् है। यस्तो राम्रो इम्प्रुभमेन्ट भइरहेछ। अनि पहिला गुरुकुल आउँदादेखि देखेको सानो नानीहरू चाहिँ अहिले बढेर क्लासहरू गर्ने भएको छन्।
सो क्लास सके पछाडि डिनरमा चाहिँ नानाको साङले अस्तिदेखि मलाई ढेँडो बनाएर खुवाउनु, मैले एकचोटि मात्रै खाएको छु बट मलाई मनपर्छ भन्नुभएको थियो। अनि म चाहिँ नानाको साङ अनि हामी 5 जनाको लागि चाहिँ ढेँडो बनाउँदैछु। ढेँडो अनि त्यसपछि चाहिँ गुन्द्रुक र किनेमाको सब्जी, रस एन्ड देन साग अनि त्यसपछि चाहिँ अचार बनाइरहेको छु मैले चाहिँ आज। अनि डेली जस्तो नै दिदीले चाहिँ मलाई जापानिज खानाहरू बनाएर खुवाइरहनु भएको हुन्छ, किनकि म क्लासबाट आउँदाखेरि चाहिँ अलमोस्ट 7 o'clock जस्तो भइरहेको हुन्छ। अनि त्यो टाइममा दिदीले खानाहरू बनाइसक्नु भएको हुन्छ किन। अनि दिदीको लागि यो खानाहरू बनाउनु पाउँदा नि मलाई चाहिँ यति धेरै खुसी लागिरहेछ कि। यस्तो भयो कि ठ्याक्कै त्यो घाँटी दुखेको मौका पनि ठ्याक्कै झन् दुखाइदियो कि। खाना खाएर कामहरू सकेर चाहिँ नानाको साङ र म रुम फर्किँदैछौँ। डु यु लाइक ढिँडो? Zero. या So much. so much? Okay. And maybe you know how to cook, na? Yeah, yeah. ढिँडो पकाउने त त्यसरी अरे। नानाको साङले गेट बन्द गर्दै हुनुहुन्छ। अनि आज चाहिँ ढिँडोले गर्दा अलिकति लेट भयो हामी। अब भोलि चाहिँ अर्ली मर्निङ उठेर क्लास जानुपर्ने हुन्छ। सो अब चाहिँ म रेस्ट गर्छु। थ्याङ्क यू फर वाचिङ गाइज। सी यू अल इन नेक्स्ट भिडियो। गुड नाइट।